नमस्कार, स्वागत छ हजुरको आफ्नै च्यानल द लर्निङ प्लानेटमा। आजको भिडियो साधारण होइन, यो धेरै महिलाले नबोलिएको कथा हो। हामीले सानैदेखि सुन्दै आएका छौँ, महिला भनेको शान्त हुनुपर्छ, महिला भनेको सहनशील हुनुपर्छ, महिला भनेको त्याग गर्न जान्नुपर्छ। महिला जीवनभर आफ्नो नाम बदलिरहन्छन्। सानो हुँदा कसैकी छोरी, अलि ठुलो हुँदा कसैकी दिदी बहिनी, विवाहपछि कसैको श्रीमती, त्यसपछि कसैकी आमा। तर एक पटक पनि सोधिन्छ उनी स्वयं को हुन्। उनको आफ्नै नाम कहाँ हरायो, उनको सपना कहिले हरायो, उनको चाहना कहिले सानो बनाइयो। जीवनभर अरूको लागि बाँच्दा बाँच्दै धेरै महिलाहरू भित्रैबाट खाली हुन्छन्। उनी मुस्कुराइरहेकी हुन्छन्, तर भित्र कति पटक टुटेकी हुन्छन् कसैले देख्दैन। हामी बाहिर देवीको पूजा गर्छौँ, दशैंमा शक्तिको आराधना गर्छौँ, लक्ष्मीसँग धन माग्छौँ, सरस्वतीसँग ज्ञान माग्छौँ, तर घरभित्रको महिलालाई उसको निर्णयमा विश्वास गर्छौँ, उसको थकान बुझ्छौँ, उनको आज म थाके भन्ने अधिकार स्वीकार्छौँ, देवीलाई फूल चढाउँछौँ, तर घरकी महिलालाई आवाज उठाउँदा दोष दिन्छौँ। कस्तो विडम्बना हो यो। महिलालाई सधैँ बलियो हुन सिकाइन्छ, तर कहिल्यै कमजोर हुन पाउने ठाउँ दिँदैनौँ। उनी रोइन् भने ड्रामेबाज, उनी चुप बसिन् भने ठिक छ यस्तै हुनुपर्छ, उनी लडिन् भने घर बिगार्ने, जता गए पनि उनी गलत। यदि महिला पढेकी छिन्, शिक्षित छिन्, तै पनि धेरै ठाउँमा उनीहरूले आफ्नो ज्ञान लुकाउनुपर्छ, किनभने यदि उनी धेरै जान्ने देखिन् भने अहङ्कारी कहलिन्छन्। उनी सफल भइन् भने घरमा ध्यान छैन, उनी काम गरिन् भने बच्चा व्यवस्था भयो, घर व्यवस्था भयो, उनी घरमै बसिन् भने कमाइ छैन, केही काम छैन। जति गरे पनि दोष महिलाकै। समाजले महिला रोबोट जस्तै चाहन्छ, बिहानदेखि बेलुकासम्म काम गर्ने, कहिल्यै कुनै गुनासो नगर्ने, सधैँ अरूको लागि बाँच्ने। तर महिला रोबोट होइनन्। उनीहरूलाई पनि थकान हुन्छ, उनीहरूको पनि सपना हुन्छ, उनीहरूलाई पनि सम्मान चाहिन्छ। यदि श्रीमान अर्कीसँग देखिए भने किन श्रीमतीमाथि प्रश्न उठ्छ? यदि महिला हिंसाको शिकार भइन् भने किन उनी नै लाज मान्नुपर्छ? किन अझै पनि इज्जत महिलाको शरीरसँग जोडिन्छ? अब समय आएको छ महिलालाई मौनतामा होइन, आवाजमा देख्ने। राम्रो श्रीमती भनेको सधैँ चुप बस्ने होइन, गलतमा आवाज उठाउने पनि हो। राम्रो आमा भनेको आफ्नो अस्तित्व गुमाउने होइन, आफ्नो सपना जोगाउँदै बच्चालाई सिकाउने हो। राम्रो महिला भनेको अरूमा निर्भर हुने होइन, आफ्नो खुट्टामा उभिने हो। महिलालाई देवी बनाएर टाढा नराख्ने, मानव बनाएर सम्मान गर्ने। उनी पूजाको मूर्ति होइनन्, उनी सास फेर्ने, सपना देख्ने, मायालु, थाक्ने, लड्ने, उठ्ने मानव हुन्। हामी सधैँ भन्छौँ छोरीलाई बलियो बनाऊ, तर कहिले भन्छौँ छोरालाई सम्मान सिकाऊ, छोरीलाई ढाकेर होइन। छोरालाई सोच बदल्न सिकाएर समाज बदलिन्छ। उसलाई सिकाऊ घरको काम महिलाको मात्र होइन। आवाज उठाउने महिला खराब होइन, नो भनेको नो नै हो। सम्मान कपडाले होइन, व्यवहारले तय हुन्छ। महिला चुप लाग्ने पात्र होइनन्, उनी परिवर्तनको आवाज हुन्। अब निर्णय तपाईँको, छोरीलाई डर सिकाउने कि छोरालाई सम्मान? हामीले छोरीलाई मात्र होइन, छोरालाई पनि संस्कार सिकाउनुपर्छ, सम्मान गर्न, बराबरी गर्न। महिला त्यागको मूर्ति मात्र होइनन्, उनी शक्ति हुन्, उनी चेतना हुन्, उनी परिवर्तन हुन्। अब प्रश्न तपाईँलाई, कि हामी महिलालाई सधैँ रोबोट बनाइरहने कि मानवको रूपमा सम्मान दिने? र याद राखौँ, समाज तबसम्म सभ्य हुँदैन जबसम्म घरभित्रकी महिला सम्मानित हुँदैन। यो आवाज विद्रोह होइन, यो आवाज समानताको हो। यो आवाज मेरो मात्र होइन, यो आवाज हरेक महिलाको हो।